नेपाल राष्ट्रिय क्रिकेट टोलीले हङकङमा आगामी अप्रिल 9 देखि सुरु हुने 4 दिवसीय टी20 सिरिजका लागि 14 सदस्यीय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार सार्वजनिक गरेको टोलीमा रोहित कुमार पौडेलको कप्तानी कायम राखेको छ। टोलीमा केही नयाँ अनुहारको आगमनसँगै अनुभवी खेलाडीको अनुपस्थिति पनि देखिएको छ, जसले यो प्रतियोगिता नेपालको युवा प्रतिभालाई अवसर दिने महत्त्वपूर्ण मञ्च हुने सङ्केत गरेको छ। क्यानले घोषणा गरेको टोलीमा केही अनुभव भएका नन्दन यादव, शाहब आलम र रिजन ढकालले पनि स्थान बनाएका छन्। तिनीजनालाई यो सिरिज मार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर मिलेको छ। यसपटक टोलीमा रहन नसक्ने प्रमुख नामहरूमा चर्चित लेग स्पिनर सन्दीप लामिछाने, ओपनिङ ब्याट्सम्यान अनिल कुमार शाह र मिडल अर्डरका आरिफ शेख रहेका छन्। यी खेलाडीहरू केही कारणवश अनुपस्थित रहनेछन्। सन्दीप लामिछानेले भने अपरेसनका कारण यो सिरिज गुमाउनेछन्। त्यसैगरी अनिल कुमार शाहको चोटपटक लागेका कारण यो सिरिज गुमाउनेछन्। नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको टोलीमा कप्तान रोहित कुमार पौडेल रहेका छन् भने आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुलसन झा रहेका छन्। नेपालले 4 दिवसीय टी20 आई सिरिज अन्तर्गत हरेक टोलीसँग एक खेल खेल्नेछ। कुल 3 खेलपछि शीर्ष 2 टोली फाइनलमा हुनेछन्। अप्रिल 9 नेपालले कतारसँग खेल्नेछ। अप्रिल 10 मा नेपालले कुवेतसँग खेल्नेछ। त्यसैगरी अप्रिल 12 मा नेपालले हङकङसँग खेल्नेछ। अप्रिल 13 मा शीर्ष 2 टोली बीच फाइनल हुनेछ। सिरिजमा हङकङ आयोजक, कुवेत, कतार र नेपाल सहभागी छन्। यी सबै टोलीहरू एसियाली क्रिकेट काउन्सिल एसएसी अन्तर्गत रहेका हुनाले क्षेत्रीय प्रतिस्पर्धा उच्च हुने अपेक्षा गरेको छ। हङकङ र कुवेत पछिल्लो समयमा टी20 क्रिकेटमा सशक्त प्रदर्शन गर्दै आएका टोली हुन्। कतार पनि उदयमान टोलीका रूपमा चिनिँदै आएको छ। नेपालको टोलीमा युवा र अनुभवी खेलाडीको सन्तुलन कायम गर्न खोजिएको छ। रोहित कुमार पौडेलको कप्तानीमा रहेको यस टोलीलाई ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन्। खेलमा ओपनिङका लागि कुशल भुर्तेल र आसिफ शेख आउनेछन् भने सेकेन्ड नम्बरमा रोहित कुमार पौडेल आउनेछन्। त्यसैगरी दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले मिडल अर्डर बलियो बनाउने अपेक्षा गरिएको छ। त्यसैगरी सोमपाल कामी र करण केसीले बलिङ आक्रमणको जिम्मेवारी उठाउनेछन् र अन्य खेलाडीहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नेछन्।